चिया पसलको गफ र संसदको अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्रीजीले जब कुनै दाबी गर्नुहुन्छ त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ। तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ, तर त्यो राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैन। सम्माननीय सभामुख महोदय, अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ। यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दाबी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपिल गर्दछु। सम्माननीय सभामुख महोदय, यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्छ। प्रजातन्त्रमा विश्वासको आधार सत्य हो र सत्यको आधार तथ्याङ्क हो। त्यसैले प्रधानमन्त्रीलाई तथ्य बिना संसदमा बोलिएका शब्दहरू संसदको रेकर्डबाट हटाउनका लागि म संसद मार्फत सम्माननीय सभामुखज्यूलाई अपिल गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन। सम्माननीय सभामुखज्यू, यो देशको प्रधानमन्त्रीले, देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा राखेको विषयवस्तु यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ, होइन भने संसदको रेकर्डबाट प्रधानमन्त्रीको हिजो बोलिएको कुरा, नेपालले भारतको सीमा मेचिएको कुरा यदि प्रमाण छ भने पेश गरौँ, होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म अपिल गर्छु। सम्माननीय सभामुखज्यूलाई निवेदन पनि गर्छु। धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल। तन्त्र हुन्छ। सम्माननीय सभामुख महोदय, प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र हुन्छ, तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ। चिया पसलको गफ र संसदको अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्रीजीले जब कुनै दाबी गर्नुहुन्छ त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ। तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ, तर त्यो राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैन। सम्माननीय सभामुख महोदय, अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ। यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दाबी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपिल गर्दछु। सम्माननीय सभामुख महोदय, यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्छ। प्रजातन्त्रमा विश्वासको आधार सत्य हो र सत्यको आधार तथ्याङ्क हो। त्यसैले प्रधानमन्त्रीलाई तथ्य बिना संसदमा बोलिएका शब्दहरू संसदको रेकर्डबाट हटाउनका लागि म संसद मार्फत सम्माननीय सभामुखज्यूलाई अपिल गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन। सम्माननीय सभामुखज्यू, यो देशको प्रधानमन्त्रीले, देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा राखेको विषयवस्तु यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ, होइन भने संसदको रेकर्डबाट प्रधानमन्त्रीको हिजो बोलिएको कुरा, नेपालले भारतको सीमा मेचिएको कुरा यदि प्रमाण छ भने पेश गरौँ, होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म अपिल गर्छु। सम्माननीय सभामुखज्यूलाई निवेदन पनि गर्छु। धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल। माननीय सदस्य इन्दिरा राणा मगर। सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीबाट प्रस्तुत बजेटमा विद्युत उपयोगमा 5%। माननीय सदस्य एकैछिन पख्नुस्। माननीय सदस्य निष्कल राईलाई म समय दिन्छु। छोटकरीमा आफ्नो कुरा भन्नुहोस् अनि माननीय सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, आज यो गरिमामय संसदमा उभिँदा मेरो शिर निहुरेको महसुस भएको छ। हिजो मात्र यो गरिमामय सदनको रोस्टममा उभिएर हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन, करिब 3 करोड आम नेपाली नागरिकको शिर निहुरिरहेको हुनुपर्छ।
सभामुख महोदय, रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसदमा रेकर्ड भएको छ र अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ, जसमा बडो गर्वका साथ सत्ता पक्षका माननीयज्यूहरूले बरबर ताली पड्काउनु भएको। उहाँहरूलाई पनि मेरो प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। सर्वोच्च संसदको रोस्टममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ, सँगै हाम्रो माग पनि छ। फेरि उहाँ यही सर्वोच्च सम्पन्न संसदको रोस्टममा उभिनुपर्छ। नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो एक इन्चको हिसाब हामीलाई दिनुपर्छ। सभामुख महोदय, हामीलाई हिसाब चाहिन्छ। यो राष्ट्रिय स्वाभिमानको विषय, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने? प्रधानमन्त्री अभिव्यक्ति बचाउन, प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ, परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो। सभामुख महोदय, यसमा हाम्रो प्रश्न कुरा छ, रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दाबीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ? सभामुख महोदय, के स्वार्थ पुरा गर्न खोज्दै हुनुहुन्छ? यसको जवाफ हामीलाई सम्मानित प्रधानमन्त्रीज्यूले रोस्टमबाट दिनुपर्छ, अनि मात्र सदनमा हामी सहकार्य गर्न सक्छौँ। हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको दावा करेक्सन नभएसम्म हामी सभामुख ज्यू मार्फत भन्न चाहन्छौँ, हामी अगाडि समन्वय गर्न सक्दैनौँ। त्यसैले सम्माननीय सभामुख मार्फत रुलिङ होस्। सभामुख महोदय, प्रधानमन्त्री ज्यूको अभिव्यक्ति इतिहासमै लज्जाबोध गराउने र अपरिपक्व हो। मेरो सत्ता पक्षको मान्यज्यूहरूसँग समक्ष पनि हाम्रो अनुरोध छ, यस्तो राष्ट्रिय विपरीत अभिव्यक्तिमा रफू लगाउँदै बचाउ कार्यमा कृपया दुःख नगर्नुहोला। मलाई लागेको थियो राष्ट्रिय हितमाथि धावा बोल्दै गर्दा सदनमा अभिभावकको रूपमा सम्माननीय सभामुखज्यू आफै रुलिङ गर्नुहुन्छ भन्ने, तर विडम्बना आउनुभएको तपाईँले पनि विषयमा पनि मौनता साध्नु गम्भीर त्रुटि मात्र होइन, पद्य गरिमा र जिम्मेवारी माथिको पनि प्रश्न चिन्ह उठेको छ। सभामुख महोदय, आम नागरिकले हेरिरहेका छन्, 2/3 बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना, राष्ट्रको सत्ता बोक्न सकिरहेको छ कि छैन? धन्यवाद। जय नेपाल। माननीय सदस्य ऐन बहादुर महर, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्।